हेल्पर नराखेपछि अब आफै गर्नु पर्यो सबै कुराहरू होइन। ठ्याक्कै 3:15 बजे छुट्टी भयो भनौँ। दिनभरि चाहिँ सुत्ने मजाले आनन्दसँग है। अनि जतिखेर 9-10 बजे अब सबैलाई दर्शन नमस्ते लासो फापुल्ला। हजुरलाई फेरि पनि स्वागत छ मेरो नयाँ च्यानलमा भन्नाले युट्युब च्यानलमा। म चाहिँ भर्खरै साइटमा आइपुगिसकेँ साथीहरू। यो चाहिँ मेरो साइटै भन्नुपर्छ है। मैले चाहिँ यहीँको माटो अब पछि चाहिँ मेसिन चाहिँ यही हो, सानी ट्याक्क पारेर है यता गाउँ भइहाल्यो। पछि चाहिँ राति यहाँ 8-9 बजेपछि यहाँबाट सबै टिप्परहरू आउँछ। त्यसपछि अब यहाँ चाहिँ यस्तो साह्रो ढुङ्गाहरू छ क्या, एकदम हार्ड, हेर्दाखेरि फोक्सो टाइपको छ है। कति खनिन्न भने दिमाग खराब गराउँछ है। म चाहिँ यतै नै छु। म भर्खरै आइपुगेँ साथीहरू है, भर्खरै आइपुगेँ र म भर्खरै मेसिनमा जाँदै नै छु साथीहरू है, जाँदै नै छु। खोल्नु पऱ्यो होइन। अब पानीमा लगाइ गरेको नि त्यो मेसिन आएसँग के भयो के भयो यता गर्दै खुल्दैन त। धेरै भयो साथीहरू है। यो चाहिँ मेरो ग्रिसको डब्बा, सानो मेसिन हो त्यही भएर अट्दैन कि भित्र। अनि नअटिसकेपछि चाहिँ यहाँ राख्नुपर्छ यसलाई चाहिँ, पछि चाहिँ उता सालमा। अनि अब ग्रिस गर्नुपर्ने छ है साथी। तपाईँहरू अब ग्रिस गर्नुपर्ने मान्छे कोही पनि छैन साथीहरू है। यताउता यसो कि त क्यामेरा भन्छ मोबाइल समाइदिने मान्छे र कि त ग्रिस गरिदिने हेल्पर राख्दैन यहाँ। हेल्पर नराखेपछि अब आफै गर्नु पर्यो सबै कुराहरू होइन। अनि यो चाहिँ यो थानकोटभन्दा ठ्याक्कै यतापट्टि हो नि साथीहरू। यो मात्र भिड चाहिँ यो मेरो अब यो जुमै भएर है, नभए चाहिँ ठिकै नै हो। अब यस्तै नै छ यतातिर, यस्तै छ। यही माल हो मैले भरि सबै लोड गर्नुपर्ने पर्ने। त्यहाँ छेउदेखि मैले धेरै काम गरेँ यहाँ गर्न त, त्यो छेउदेखि अब यो भरि सबै गर्नु। तर के गर्नु पर्यो भनेपछि यहाँ चाहिँ दिनभरि चाहिँ सुत्ने मजाले आनन्दसँग है। अनि जतिखेर 9-10 बजे अब मान्छे सुत्ने बेला हुन्छ, ठ्याक्कै त्यतिखेर काम गर्नुपर्छ क्या। ठ्याक्कै त्यतिखेर काम गर्ने हो। अब भर्खरै आज आइसकेपछि अब राति जहिले पनि हो यहाँ लगभग 1 हप्ता जति भयो। 1 हप्ता जतिमा दिसभरि काम हुँदैन, रातभरि काम गर्ने, अनि त्यसै दिनभरि सुत्ने, त्यस्तो छ। आजबाट काम भयो, काम भइसकेपछि अब हेरौँ भरेको के कस्तो अवस्था आउँछ। यो चाहिँ हाम्रो होटलको भाइ हो, यो चापी हल्लाउँदै यहाँ बाल पाल्ल्या टुपी पाल्ल्या, यो चाहिँ हाम्रो होटलको हामीले खाना खाने ठाउँको भाइ हो होइन। र यस्तै नै छ। अब हेरौँ भरे के कस्तो हुन्छ। र अहिले अब तपाईँहरूलाई पनि देखाउन यसो रहर लाग्छ। आफूले काम गरेकोहरू देखाउनु चाहिँ पहिला चाहिँ अलिकति अप्ठ्यारो त लागिरहेको थियो। आजभोलि त खासै त्यति अप्ठ्यारो लाग्दैन। ग्रिस गर्नुपर्छ, कोही छैन अब। कि त मोबाइल समाइदिने मान्छे हुनुपर्छ कि त ग्रिस गरिदिने मान्छे हुनुपर्छ, त्यो छैन साथीहरू। अब एकैचोटि भरे हामी लोड गर्न लाग्दा मात्रै लाग्छ साथीहरू। ग्रिस सिरिस हानेर रात त पऱ्यो, खै अँधेरोमा हो। अन्त के भन्दाखेरि 7-8 बज्न लागिसक्यो। 8:50 जे भने 8:50 7:50 यो भन्दाखेरि छ होइन। 8:50 भइसक्यो। अब यस्तै नै छ होइन। अब गाडीहरू कतिखेर आउँछ थाहै छैन। 9 बजीदेखि चाहिँ लोडिङ गर्ने गाडी हो। हेरौँ के कस्तो हुन्छ। अहिले नै ग्रिस भ्याएर ग्रिस हात हुन्छ होइन साथीहरू। ग्रिस धोएर यताउता गरेर
सबै कुराहरू मैले चाहिँ भ्याएर आएर म चाहिँ मेसिनमा आइ नै सकेँ। अब मेसिन मेरो स्टार्ट भइसक्यो होइन। यो 18 भनेपछि अब कता यतातिर होइन, योभन्दा 1-1.5 घन्टा मेरो हाम्रो नेपालको घर चाहिँ फास्ट छ कि। यो चाहिँ किनभने चाहिँ बाहिरको कम्पनी हो नि त, त्यो भएर चाहिँ हाम्रोतिर चाहिँ अलिकति 1-1.5 घन्टा फरक नै पर्दो रहेछ। ठिकै छ, अब कामसाम के कस्तो हुन्छ होइन। अब दिनभरि चाहिँ काम हुँदैन, रातभरि चाहिँ काम हुन्छ। भित्रै मेसिन लाइट बालेछु, हेरौँ के कस्तो हुन्छ। रात परिसक्यो हेर्नु न बाहिर तपाईँहरूले है, भर्खर स्टार्ट गरे है। यताउता सबै काम कुराहरू छ ट्याक्क अगाउन भेट्नु चाहिँ साथीहरू। ल सर, अनि अब चाहिँ हामी खाना खान सुरु गर्दैछौँ। हजुर हजुर। अब एकछिनमा फेरि 10-15 मिनट गाडी आउँछ, इन्लोड गरेर ल हामी खाना हान्दैछौँ है साथीहरू। टक्क हाम्रो सरले हानिसक्नुभयो। मेरो नेता छ, चिकन आउँदैछ यहाँ चाहिँ। अनि मेरो दाइभित्र हुनुहुन्छ है, खाना हान्दिउँ न हुन्छ भन्नुपर्ने हुन्छ। अनि सर अरू यस्तै छ अरू केही? आज अब लगभग 30-40 गाडीको टार्गेट हो। हजुर हजुर। कति के गाडी गर्छ भन्ने। ल ठिक छ, अब एकैचोटि हामी खाना खाइसकेपछि भेटौँ है त सर है। ल घाम जाम खाना खाऊँ। अब यो खाना खानेलाई पनि आम्मम गर्दा पनि केही भेट्नु होइन। पहिला जाम खाना खाऊँ, त्यसपछि भेटौँ। ल साथीहरू, भर्खरै खाना खाएर म चाहिँ मेसिनमा आइसकेँ होइन। अब लोड गर्नुपर्ने छ। यहाँ टिप्पर आएर बसिसक्यो। यो टिप्पर भयो, अर्को टिप्पर, 2टा टिप्पर आइसक्यो। यसरी लोड भएर जान्छ साथीहरू है। यो रातिको टाइममा दिनभरि सुत्नुपर्छ। त्यतातिर ड्राइभर दौडिरहेको आयो टिप्परको गुरु। दिनभरि सुत्ने हो मजाले आनन्दसँग, रातभरि यसरी लोड गर्ने। अब रातभरि पनि ननस्टप हुँदैन, ननस्टप भए पनि यसो साउलाई यसो 2-4 घन्टा 4-5 घन्टा भए पनि अलिकति फाइदा हुन्थ्यो होला भन्ने हो। रातभरि पनि हुँदैन क्या। त्यही अहिले अब 6 बजेबाट सुरु गरे है, 4 टिप गयो। अनि 3-4 बजीसम्म मात्रै गर्न सकिन्छ। त्यहाँ 2 बजेबाट त आँखा चिमिक भएर टालिहाल्छ। त्यसपछि आनन्दसँग बस्ने हो साथीहरू। त्यहाँ पारी अलिअलि गाउँहरू देखिन्छ। यतातिर त मेरो मोबाइलले त धाँदैन रहेछ। यता पारीतिर गाडी गइहाल्यो होइन। अब अरू गाडीहरू कतिखेर आउने केही थाहा छैन। त्यो गाडी त्यहाँ भर्खर हुँदैछ है। अब यस्तै छ। बन्केर गयो, कोठा पुग्दै त 4-4:30 हुन्छ क्या कुरो। थानकोट त सुनसान छ त अहिले त। ट्राफिकहरू त माटो क्यामेरा गऱ्यो भन्दाखेरि काम छ। 3:30 बजे भइसक्यो। हजुर हजुर।